नमस्ते सबैलाई। म आज यहाँ सुपा देउरालीमा चाहिँ यसो घुम्न दर्शन गरौँ भनेर चाहिँ हाम्रो हिन्दू धर्म अनुसार चाहिँ यो सुपा देउरालीमा चाहिँ आएको थिएँ। मैले सुन्दै आएको एउटा चाहिँ घटना पुरानो किम्वदन्त अनुसार चाहिँ हाम्रो यो चाहिँ लाउरेले पहिला सुपा देउरालीमा चाहिँ भाकल गर्नुभएको थियो। म लाउरे भएबार तपाईमा चाहिँ यहाँ चाहिँ मैले भाकल स्वरूप भाकल चढाउने छु भनेर चाहिँ उहाँले गर्नुभएको थियो। तर चाहिँ उहाँले आफ्नो भाकल पुरा गरिसकेपछि सुपा देउरालीमा चाहिँ आफ्नो भाकल चाहिँ नल्याएको हुनाले उहाँलाई चाहिँ भगवानले चाहिँ एकदमै श्राप दिएर उहाँलाई माथि चाहिँ पहाडको माथि ठ्याक्कै चाहिँ तपाईँको लाउरेको पुतुरी जस्तै ठ्याक्कै लाउरे लगाएको टोपी खुट्टाहरू चाहिँ यसरी शरीर भएको चाहिँ हामीले देख्न सकिन्छ। पहिला चाहिँ मैले सुनेको, तर अहिले आफै यहाँ आएर चाहिँ हेर्दाखेरि चाहिँ आफूले चाहिँ कुनै पनि हामीले कुनै ठाउँमा गइसकेपछि भाकल गरिसकेपछि पुरा गर्नुपर्दो रहेछ भन्ने एउटा कुरा चाहिँ पुरानो चाहिँ प्रथा हाम्रो चाहिँ चलिआएको संस्कृतिलाई चाहिँ जोगाउनुपर्छ र भइसकेकोलाई चाहिँ धर्म चाहिँ मान्नुपर्छ भन्ने चाहिँ आधार यसबाट चाहिँ पुष्टि हुन्छ। धन्यवाद।